हामी सबै मन्दिर जान निस्केको नि आज हस्बेन्डज्यूलाई सिन्दुर लाउनु दिएको ट्याप्पै पुरा बिहामै लगाएको जस्तो लगाइदिनु भएछ फुको सिन्दुर हो सबैजना फ्यामिली आज मन्दिर जान निस्केको हामीले गाडी किनिकन त्यसरी फ्यामिली मन्दिर गएकै थिएनौँ नि त हाम्रो क्युटी भान्जी चाहिँ कति क्युट देखेको छ है नि यसै वर्ष दिनमा एकचोटि चाहिँ सबै फ्यामिली यसरी देवपानी मन्दिर जान्छौँ ला के भयो बेटुले हिँड्ने बेलामा सादीहरू कोलकोपत्ताहरू धुपकाटीहरू सबै हामीले चाहिँ घरबाटै लिएर गएको छौँ जति जे चाहिने सामानहरू है देउरानी यता सासू मम्मी सबैजना चिटिक चटक परेर निस्केको छौँ अनमल यसलाई चाहिँ हिँड्ने बेलामा यहाँ ठोकिएछ रुँदैछ यहाँ हाम्रो ठुलो भान्जी आकृति सबैजना भेला भएर यता दिदी पनि आइपुग्नु भयो दिदी यता मम्मी भान्जा भान्जीहरू भाइ सबै फुल प्याक भयो अगाडि चाहिँ हस्बेन्डज्यू र यता पापा फाइनली यता मन्दिर पनि आइपुग्यौँ हामी चाहिँ र यता दिदीले चाहिँ प्रसादीहरू लिइरहनु भएको छ दिदीको लागि है र हस्बेन्डज्यू पनि यता चुन्नी लिइरहनु भएको छ माको लागि र अनि गाडीको लागि है गाडीमा बाँध्नुलाई र फाइनली हामी सबैजना यसरी मन्दिरभित्र पस्यौँ यसरी गेटभित्र र अनि यता प्रसादीहरू पनि धोएर ल्यायो हातमुखहरूमा चाहिँ अलिअलि पखाल्यो है ट्युबवेलमा र अनि यता मन्दिरको नजारा यहाँ खसी बाख्रा हेर्नुहोस् न यति धेरै आइरहेको छ है र धेरै मान्छेहरू पनि थिए र यसरी बाहिरै दियो बातीहरू जलाएर धुपकाटीहरू जलाएर हामी सबैले बाहिरै पूजा गऱ्यौँ है दुर्गा मालाई सम्झेर र आफ्नो मनोकामनाहरू सबै अब भनेर र अनि यता हस्बेन्डज्यू र भाइ चाहिँ यता नरिवल फोडिरहनु भएको छ बाहिर है र सबैले यसरी मजाले पूजाआजा गऱ्यो र दर्शन गऱ्यो र यता फोटोसुट फ्यामिलीको फोटोसुट भइरहेछ बाहिर पूजाआजा गरिसक्यौँ अब जानु भनेर निस्किँदैछौँ यता सबैले पूजाहरू गऱ्यौँ नानीहरू त सेन्डल पनि लगाइसक्यो आएर यता बेटु अहिसँग काकुसँग कति मन शान्ति लाग्छ है दुर्गा माको छेउमा आयो भने पूजाआजा गर्छौँ सबैजना निस्क्यो र गाडीको लागि मम्मीले जल लिएर आउनुभएको थियो मन्दिरदेखि र यता चुन्नी फुलहरू यता गाडीमा राख्नुहुँदैछ र हस्बेन्डज्यू चाहिँ यता चुन्नी बाँध्नुभयो गाडीमा र बानीओरी सबैजना घर जानु भनेर निस्क्यौँ।